टु माई न्यू ब्लग र आज चाहिँ म उठिसकेँ बिहान र आजको मौसम चाहिँ एकदम राम्रो छ। घाम चाहिँ यहाँसम्म आइसकेको छ आज चाहिँ। अब चाहिँ म एकछिन भात खान्छु र मैले चाहिँ चिया पनि खाइसकेँ र अब चाहिँ भात खाने बेला भेट्छु त बाई बाई। A few moments later. म यहाँ खाना खानु बसेको थिएँ। मेरो खाना चाहिँ यस्तो हो। यो चाहिँ मोही, यो चाहिँ सलाद, यो चाहिँ भात, यो चाहिँ कर्कालो। हेलो गाइस, अब चाहिँ यहाँ म चाहिँ यसो यता आइरहेको चाहिँ एउटा भाइ चाहिँ यहाँ दिपु भन्ने भाइ चाहिँ एउटा चाहिँ यहाँ काठ ओछाएर यति मेहनती चाहिँ हुनुपर्छ गाउँमा। गाइस यतिको चाहिँ हुनुपर्छ है गाइस, यतिको मेहनती चाहिँ हुनुपर्छ। ऊ एकदमै धेरै मेहनती बाबु। बाबु तिम्रो नाम के हो भन्दै त? ल लाइक गरिदिनु भन्दै त। ल यत्रो ठुलो बिहानदेखि मेहनत गरेर आऊ चाहिँ गुदेली बोकेर गाउँ बसी चाहिँ काम गर्नुपर्छ है त। मेहनती छ ऊ जोस्। जान्छु ल बाह्र तर न म जान्छु ल। चाहिँ यत्रो ठुलो उठाउँछ उसले। सानो छ तर मेहनती हो चाहिँ अलिकति। ल ओए ओए यस्तो छ हाम्रो गाउँ चाहिँ एकदम राम्रो छ। आज चाहिँ हामी दिउँसो चरामारा जाने अब चाहिँ उता माथि बनकुरा हान्न 3 तारे अरे। हजुर ए बोकिदिइहाल्छु नि आनन्दले। लगाइ अब चाहिँ म चरा हान्न गएको। एकछिन म काफल साफल खाएँ। अझै चरा हान्ने हिँडेको त हामी चाहिँ अब उता अगाडि चाहिँ हान्न दिपुले चाहिँ त्यही बिहानको मेहनती भाइ। हामी हजुर अरूको त हामी मुनतिर जानु लाग्यो त। यहाँ चाहिँ बाह्र चराइरहनु भएको छ। काफल चाहिँ एकदम लटरम्मै पाके यहाँ चाहिँ। ल अच्छा जति खानुहुन्छ यो चाहिँ पुरै क्यु काफल हुन्छ यसलाई चाहिँ। अहिले त गाउँभरि यही मात्रै छ अहिले चाहिँ। अब बिस्तारै बिस्तारै आँप पनि पाक्छ गाउँतिर। जाऊँ न गुड छ जाऊँ न। त्यहाँ चाहिँ दिपुले चाहिँ उल्लुको गुड देखे अरे थुनिहाल्नु। यहाँ चाहिँ हामीले सर्पा काँचुले ल्याइसक्यो। निकै नै ठुलो रहेछ सर्पा चाहिँ। टुन्डुक यहाँ हेर्नुपर्छ क्या। ओ माई गड यो चाहिँ सर्पाको काँचु लिए त। ल यो चाहिँ सर्पाको टाउको होइन यस्तो छ चाहिँ। यो चाहिँ यस्तो डेन्जर यत्रो ठुलो सर्पाको रहेछ यो चाहिँ। मभन्दा नि ठुलो भयो चाहिँ। मभन्दा नि अझै धेरै ठुलो भयो चाहिँ। यो चाहिँ यस्तो उडिरहेको छ सर्पले चाहिँ। यो टाइम टाइममा फेरेर हुन्छ यस्तो चाहिँ काँचुली चाहिँ। माउ छैन यहाँ चाहिँ 2टा अन्डा छ हेर्नु गाइस। ढुकुरको अन्डा चाहिँ हामी चाहिँ पछि मार्न आउँछ यसलाई चाहिँ। अब हामी चाहिँ अब खरेटो मार्न जान लागेको छ। ढुकुर चाहिँ भागिहाल्छ सबै। अब चल्दा हान्दै हान्दैन रहेछ यार। अब एउटा हान्न पाएपछि खोइ हाने टोल्न पऱ्यो नि त। यस्तै चढ्दै जान्छौँ। यता चाहिँ खरेटो पाइन्छ अरे हाम्रो दिपु जासुसले भनेको। यहाँ चाहिँ कुदिनी बुढी रहेछ होइन। कुदिनी बुढी ढोका खोल खोल
तेरो घरमा पाहुना आयो छिटो खोल खोल यसो चाहिँ खोल्थ्यो होइन यहाँ चाहिँ एउटा किरा निस्किँदैछ सानो यहाँ चाहिँ माछा मार्दै हुनुहुन्छ यहाँ हेर्नु कत्रो माछा मारेछन् जो तिलरीमा मार्नु भएको छ यत्रो यत्रो के अन्त चाडो माछा ओ फत्ते माछा मारिदियो हामी तँलाई यत्रो यत्रो दाइले निकाल्दै हुनुहुन्छ ऊ माछा खतरा परेर छ माछा चाहिँ दाइले चाहिँ निकाल्दै हालिरहनु भएको फटफट गरेको यहाँको चाहिँ सबै माछा निकाल्छौँ भएछ अझै एकछिन हान्नु जाने हो दिबो माछा गाइस ए तिलरीमा यसमै हो क्या होइन जालमा अरे जाली ल्याउनु भा त्यही यही जाल हो त नि यसमै परेको परिहाल्छ नि हौ त्रोमा परेको त यार अब चाहिँ म खाजा नि खाइसकेँ माछा मारेर आइसकेँ अब चाहिँ म हजुरहरूलाई भोलि भेट्छु आज चरा मार्न गएको त चरा चाहिँ मरेन तर माछा मारियो टक्क लाएर अब अर्को भिडियोमा भेटौँ ल बाई बाई गाइज डु लाइक शेयर एन्ड सब्सक्राइब आज के लिए फिलहाल इतना ही।